आज चाहिँ म काठमाडौँ नजिकैको एक ठाउँको यात्रामा छु। जोरपाटी हुँदै नारायणटारको यो पुल क्रस गरेर म चाहिँ थली जानेपट्टि जाँदैछु। अहिले आकाशमा बादल लागिरहेको छ, यतातिर त सुनसान रहेछ, गाडीहरू त्यति नकुर्ने भएको भएर चाहिँ यतातिर नहिँड्ने भएको भएर चाहिँ भिडभाड अलिक कमै रहेछ। हिँड्नुलाई चाहिँ एकदम आनन्द लाग्यो। अनि यतातिर चाहिँ पुरै अब गोडमेलको कामहरू भइरहेको रहेछ, अनि बारी खन्ने जोत्ने कामहरू भइरहेको रहेछ। यता चाहिँ झारपतिङ्गरहरू आगो लगाउने कामहरू भइरहेको रहेछ, अनि धुवा उडेको भवाले देखिरहेको थियो। यो ठाउँ देखेपछि थाहा नै भइहाल्यो होला म कहाँ आइपुगेँ भनेर। म चाहिँ श्री पञ्चमहालक्ष्मी मन्दिर आइपुगेको छु। यहाँ चाहिँ नर्मल टिकटहरू काट्नुपर्ने रहेछ। टिकट सिकेट काटेर म भित्र छिरेँ। अनि यो ठाउँ चाहिँ चाँगुनारायण नगरपालिका भित्र पर्दो रहेछ। अनि यो चाहिँ सानो खोलाको छेउमा अनि जङ्गलको साइडमा छ यो ठाउँ चाहिँ। यहाँ छिरिसकेपछि धेरै कुराहरू बनेको रहेछ। यो भित्र सिसाको ठाउँहरू पनि रहेछ है। लायनको यत्रो ठुलो टाउको पनि बनाएको रहेछ। त्यहाँबाट चाहिँ छिरेर माथि निस्किने ठाउँ रहेछ, गुफा जस्तो। अनि त्योबाट उँभो जङ्गलतिर पनि जानु सकिने रहेछ। अनि यो हात्तीहरूको मूर्तिहरू, अनि यो माथिको मन्दिर चाहिँ एकदम दामी बनाएको रहेछ है, बबाले रहेछ। अनि यो तल्लो साइडको सबै एरियातिर घुमिसकेँ। सिसाहरू लगाएको ठाउँ सबै घुमिसकेँ। त्यो घुमेपछि चाहिँ म यता माथिल्लो साइडपट्टि गएँ। माथिल्लो साइडमा चाहिँ यो मन्दिर बनाएको रहेछ। अब यसमा चाहिँ धेरै मूर्तिहरू लगाएर बनाएको रहेछ। एकदमै राम्रो लाग्यो मलाई चाहिँ यो। एकदम बबाले पनि देखिँदो रहेछ है यो हेर्दा चाहिँ। अनि धेरै मूर्तिहरू लगाएको रहेछ यहाँ, खोइ के को मैले त खासै। अनि यो भित्र पनि मूर्तिहरू टन्नै नै रहेछ है। फेरि के को खोइ नामसहित लेखेर रहेछ त्यो। मैले त्यति पढिनँ यसको नामहरू के थियो भनेर चाहिँ। मूर्तिहरू सबैको भिडियोहरू चाहिँ बनाएँ। अब यसमा टिकट काटेर छिरिसकेपछि चाहिँ भिडियोहरू फोटोहरू मजाले बनाउनु पाइने, खिच्नु पाइने रहेछ यहाँ। अनि यो भित्रको पुरै फोटो भिडियोहरू खिचिसकेपछि म यहाँबाट निस्किन्छु बाहिर। अब कसैलाई मन्दिरहरू घुम्नु, मन्दिरहरूको दर्शन गर्नु, अनि यसको छेउछाउको वरपरको सुनसान वातावरणमा आनन्दले बस्नु मन छ भने चाहिँ यो ठाउँ आउँदा पनि एकदम राम्रो रहेछ है त। काठमाडौँबाट धेरै टाढा पनि छैन यो। आधी घन्टाको यात्रामा हामी यहाँ मजाले आइ पनि सक्छौँ। बाटो चाहिँ अलिकति अफ रोड छ, धेरै चाहिँ छैन, अलिकति त्यस्तो धेरै अफ रोड पनि होइन। एकदम इजिली बाइक स्कुटरहरू सबै आउँछ यो ठाउँमा। बेला बेलामा घुम्दै गरौँ भए ठाउँ टाढो होस् नजिक होस् मिलाएर घुम्नु चाहिँ पर्छ। खोलाको साइडमा रहेछ यो ठाउँ चाहिँ। अब यतातिर पनि पुरै प्लटिङहरू मजाले हुनु थालेको रहेछ। सहरको भिडभाडबाट यो गाउँ जस्तो वातावरणमा आएर बसेर आनन्द लिनु मन छ भने चाहिँ यो ठाउँ पनि एकदम उपयुक्त ठाउँ छ है त। पूजाआजाको लागि मान्छेहरू पनि आउने गरेको रहेछ। अनि यता माथिपट्टि चाहिँ यो लाइनको टाउकोहरू मयूरहरू बनाएको रहेछ। अनि यहाँबाट यो लाइनको टाउकोबाट भित्र छिरेपछि चाहिँ गुफा जस्तो रहेछ। माथिपट्टि अलिकति माथिसम्म पुगिँदो रहेछ।
रहेछ। अनि यो भित्र यति चिसो हुने रहेछ, भित्र पनि मूर्तिहरू बनाएको रहेछ, खोइ के को मूर्तिहरू टन्नै राखेको रहेछ। अब पुरानै कुराहरू के हो यहाँको मलाई चाहिँ खासै थाहा भएन। अनि योबाट उँभो जङ्गलपट्टि पनि जाने रहेछ, बसेर फोटो खिच्ने ठाउँहरू रहेछ, गेटहरू बनाएको रहेछ, दिउँसो ओपन हुँदो रहेछ यो ठाउँ चाहिँ। ठाउँमा चाहिँ मान्छेहरू त्यति धेरै आउने नभएको भएर चाहिँ भिडभाड चाहिँ अलिक कमै रहेछ। त्यो मैले धेरै जसो चाहिँ मूर्ति नै मूर्ति देखेँ, जताततै मूर्ति नै मूर्ति बनाएको रहेछ। तल पनि मूर्ति नै थियो, माथि पनि मूर्ति नै थियो, त्यो भित्र पनि मूर्ति नै थियो, जताततै मूर्ति नै मूर्तिका धेरै जसो। माथिपट्टि चाहिँ अब फोटो खिच्नुको लागि बस्ने ठाउँहरू बनाएको रहेछ।